हो राम्रो प्रश्न हो यो। जस्तो तपाईँले विगतका पनि मैले सुनसरीको घटनालाई त एउटा प्रतिनिधि घटना भयो होइन, तर समग्रमा तपाईँको विगतका पनि घटनाहरूलाई हेर्नुभयो भने कुनै पनि भिड चाहिँ नि कमान्डरको नियन्त्रणमा रहेको हामी देख्दैनौँ। प्रहरीले त्यो बेलासम्म संयमता अपनाउँछ जबसम्म धनजनको क्षति हुँदैन हैन। तपाईको भिड कुन बेला उत्तेजित हुन्छ, उग्र हुन्छ, हिंसात्मक हुन्छ त्यो भन्न सकिँदैन। तपाई एउटा मनसायको लागि भिडमा सामेल हुनु भएको छ, गलत मनसाय बोकेर अर्को व्यक्ति तपाईलाई जानकारी नदिकन त्यो भिडमा छिर्दिन्छ। तपाई त चिन्नुहुन्न, सबैलाई तपाई त चिन्नुहुन्न नि त मेन टु मेन। त्यो बेलामा के हुन्छ भने कहिले पनि शान्ति नचाहने केही तत्त्वहरू पनि जहिले पनि सक्रिय हुन्छ हैन। अब सुनसरीको घटनालाई लिने हो भने त्यहाँ पनि तत्काल डीजेको विषयलाई लिएर त्यहाँ विवाद उत्पन्न भयो। डीजेकै कुरा गर्ने हो भने पूर्व मेचीदेखि पश्चिम तराईका जिल्लाहरूमा डीजे संस्कृति आज पनि छ। कुनै पनि समारोहमा उत्सवमा हामी डीजे बजाउँछौँ, रमाइलो गर्छौँ, डीजे बजाएर नाचगान पनि हामी गर्छौँ हैन। त्यसले कहीँ आपत्ति हुँदा त्यसलाई व्यवस्थापन पनि गर्छ प्रशासनले, आपत्ति नहुँदासम्म हैन। जब समाजले नै त्यसलाई स्वीकारिरहेछ भनेपछि त्यसमा कुनै आपत्ति हुँदैन। त्यो दिन किन त्यस्तो भयो, त्यो पनि नजिकका गाउँहरूका युवाहरू फेरि टाढाको पनि हो भन्ने मलाई लाग्दैन। कुनै के हो है, मैले त के समाचार पढेको छु भन्दाखेरि जुन पोइन्टमा आएर चाहिँ नि डीजे बजाइयो नि त्यो पोइन्ट भन्दा 2-3 मिनेट छेउकै गाउँबाट युवाहरू आएका रहेछन्। फेरि ठुलो